गुड मर्निङ। गुड मर्निङ काका। तपाईँ कहाँबाट आउनुभयो? म रुई भ्याली लापा। तपाईँको छोटो परिचय? मेरो नाम डाक्टर साइकुलु चावाङदोङ हो। हजुर हजुर। अनि तपाईँको उद्देश्य यो रुई भ्यालीलाई माथि उकास्नलाई हो कि तपाईँ यत्तिकै मनोरञ्जनको लागि मात्र घुम्न आउनुभयो तपाईँ? दुइटै हो, हजुर मनोरञ्जन पनि हो, हजुर हजुर अनुभव गर्न पनि पायो। हजुर हजुर। हाम्रो रुई भ्यालीमा चाहिँ कतिको सम्भव छ त टुरिस्ट एरिया त्यो पनि देखियो। हजुर एकदमै हजुर सम्भव रहेछ हजुर है। हजुर हजुर। एकदमै रमाइलो छ, ए स्वर्गभन्दा स्वर्गको एक टुक्रा। अनि कहिले आउनुभयो यता ठ्याक्कै पाङसाङ? हामी हिजो अस्तिदेखि हो, 2-3 दिन भयो। ए अनि यात्रा एकदमै जटिल नै भयो। ए किन? मौसमले गर्दा हो कि? गाउँतिर अलि मौसमले साथ दिएको थिएन, ए तर अहिले चाहिँ मौसमले एकदमै साथ दिएको छ हामीलाई। अनि एकदमै खुसी भइरहेछ, ए घुम्नमा अलि सहज भइरहेछ, फोटो अनि खिच्नमा। अनि बसाइ कस्तो हुँदैछ? एकदमै राम्रो छ। ए पाङसाङमा के छ त? अनि खाने व्यवस्था, बस्ने व्यवस्था के रहेछ? पाङसाङमा खाने व्यवस्था छ, तर यसो हामीले छुट्टै पार्टी गर्न मन छ भने कुखुरा सुक्रा अनि खसी ससी ए मासुको लागि चाहिँ हामी आफैले लिएर आउनु पर्ने रहेछ होइन? प्रब्लम रहेछ। ए अन्त भेजिटेरियनहरूले यो ठाउँको नाम ठ्याक्कै यो ठाउँको नाम के हो? यो ठाउँको नाम चाहिँ? यो ठाउँको नाम रुई भ्याली, अब प्याल्दोर भनेर प्याल्दोरतिर हामी लाग्दैछ। ए भनेपछि प्याल्दोर पिकको यात्रा हो अहिले ठ्याक्कै? हजुर हजुर। ए ल त्यसै कारण है। ल धन्यवाद। ओके।